आज चाहिँ म मेरो माइती घर गएको छु। मेरो प्यारो बुबा, मम्मी, दाइहरू, भाउजू अनि भाइ बहिनीहरूलाई भेट्न गएको छु है। म हजुरहरूलाई मेरो स्नो देखाउँछु। यहाँ स्नो मक्क परेर हेरिरहेछ। हेर खुसी भएको के छ मेरो स्नो, तिम्रो खबर? खुसी भएको छ मेरो स्नो। अब म हजुरहरूलाई मेरो प्यारी मम्मी देखाउँछु। मेरो मम्मीको चाहिँ म आज कपाल कोरिदिन्छु। मेरो मम्मीलाई सन्चो पनि छैन, त्यही भएर पनि म भेट्न गएको हो। आज मेरो मम्मीलाई कपाल कोरिदिन्छु मजाले। मेरो मम्मीको पनि कपाल त लामै हो है, त्यही भएर पनि होला मेरो पनि कपाल लामै छ। अब मेरो मम्मीको म कपाल बाँडिदिन्छु अनि बाटेपछि मम्मीलाई पनि सजिलै हुन्छ, लट्टा पनि पर्दैन। हेर्नुहोस् त मैले मेरो मम्मीको कपाल पार्दिएको। मैले फाइनली मम्मीको कपाल पारिदिइसकेँ। अब गर्मी भएर मैले खरबुजा पनि लगेको थिएँ। आल्सा पनि हेर्नुहोस् त कति पाकेको छ। मेरो प्यारो बच्चाले, सानो बाबुले आल्सा खाँदैछ। बुबा पनि हेर्दै हेर्छिन्छ खुसी भएर। गर्मी भएर बुबा पनि चिसो लिँदै हेर्छिन्छ। आज हामीले चाउमिन चिसोहरू खाएको छ मेरो भाउजू। मम्मीलाई आया भएको भएर बाबु आउँदैछ है मम्मीलाई। मेरो प्रिन्सेस पनि स्कुलबाट आइसके, बुबाले लिएर आएको। अर्को बहिनी स्कुलमा टिचर छिन् है मेरो बहिनी, आएको छिन् आज जाँदैछु र अब मेरो जाने बेला पनि पुग्ने बेला भयो, त्यही भएर सबैलाई बाई बाई गरिसक्यो। मेरो सानो बाबु पनि आउँदैछ है, बाई बाई भन्दैछ। मेरो बहिनी, मेरो प्रिन्सेस लाई पनि भेटिसकेको छु है। हाम्रो सानो मम्मी बच्चा जस्तै गरी साइकल कुदाउँदै हेर्छिन्छ। सानो मम्मीलाई भिडियो लिएको थाहै छैन। हाम्रो सानो मम्मी आउँदै हेर्छिन्छ है, साइकल कुदाउँदै हाम्रो अन्तिममा सानो मम्मी, म, भाउजू एक साथमा छौँ र म त्यहाँबाट चाहिँ